These are the destination मेरा प्लानिंग में है जो मैं सोच रहा हूँ। ये है ओडिशा। धेरै डर लाग्दैछ, धेरै टर्बुलेन्स हुँदैछ अहिले, धेरै टर्बुलेन्स फ्लाइट हालिँदैछ। नमस्ते सबैजनालाई, हामी अहिले कोलकातामा छु हैन। अहिले हामी जाँदैछु भुवनेश्वर फ्रम कोलकाता। कोलकाता त मजाले पुग्यो हामी। अब हामी यहाँबाट जान्छौँ भुवनेश्वर। सो हाम्रो त्यो फ्लाइट छ 1 बजी। यहाँ हुनुहुन्छ मेरो वाइफ। यहाँ हामी कोलकाता एयरपोर्ट। अब फेरि दोबारा गएर चेकिङ गर्नुपर्छ। सो हेर्दै गर्नुहोस् यो नयाँ ब्लग, विल बी भेरी भेरी इन्ट्रेस्टिङ। सी यू सुन। बोर्डिङ पासहरू सबै भइसक्यो भुवनेश्वरको लागि। यहाँ वाइफ छ, अलिकति यहाँ सपिङ गर्ने भन्छ वाइफले, हेर्दै हेर्दै हो। कोलकाता एयरपोर्टमा फर्स्ट टाइम वाइफको। प्राइस हेर न त्यहाँ होला त, हल्का यहाँ सामानहरू पाउँछ हो। एयरपोर्टमा महँगो हुन्छ बाबा। अब हल्का हामी यहाँ सपिङ गर्ने, खाना खाने एन्ड फ्लाइटको लागि इन्तजार गर्ने, अन्त हामी जाने भुवनेश्वर भगवान्कोमा। मन पर्यो। अहिले चाहिँ हामी यहाँ अलिकति खाना खाँदै केएफसीमा नानी र म। हामी त्यसको बाद अन्त हाम्रो फ्लाइट छ 1 बजीको होइन। हामी जान्छ अन्त भुवनेश्वर हल्का खाना खाँदै। लु अब हामी गएको भुवनेश्वर। बोर्डिङ पास पनि पाएँ हामीले। सो वी आर मुभिङ नाउ एन्ड फाइनली भगवान हामी अब हजुरको दरबारमा आउनु आँटेको छौँ होइन। त्यो फोटो खिच्ने हो यता। यो एराइवल जाने बाटो हो, यहाँबाट बन्द गरिदिन्छ। हामी यहीँ काम गर्थ्यौँ। हामी कहाँ छौँ अरे अहिले? विन्डो सिट पनि पाइहाल्यो नानीले। रोड भी तो 8 घंटा 10 घंटा है तो आइए भुवनेश्वर। अपनी यात्रा को शीघ्र शुरू करने के हामी चाहिँ काम गर्दै कोलकाता हेर न माथिबाट। यो कोलकाता माथिबाट धेरै डर लाग्दैछ, धेरै टर्बुलेन्स हुँदैछ अहिले, धेरै टर्बुलेन्स फ्लाइट हालिँदैछ। वाइफ त आइसक्यो, मजा आउँदैछ। वी आर गोइङ टु भुवनेश्वर राइट नाउ। ओह माय गॉड, पुरा टर्बुलेन्स। कोलकाता बाय बाय। अहिले हामी पुग्नु आँट्यो। अब हेर्नुहोस् न, भ्यू हेर्नु सक्यो। त्यहाँ राम्रो भ्यू छ है। यहाँ चाहिँ तपाईँको धेरै गरम छ, भ्यू छ। भुवनेश्वर यहाँको भ्यू झन् दामी छ। यस्तो लाग्दैछ तपाईँ कुनै कहाँ छ जस्तो लाग्दैछ। हेर्नुहोस् फाइनली हामी ओडिसा पुग्यौँ। माथि हेर्नुहोस् ओडिसा। सो हेरौँ अब आजको दिन त यतिकै बित्यो। हामी ट्राभलिङ गरेर मात्रै फ्रम बागडोग्रा टु कोलकाता, कोलकाता टु ओडिसा होइन। सो अब गइकन हामी होटलहरू खोज्छौँ, अन्त आज रेस्ट गर्छ। एन्ड यहाँको वेदर अलिकति गरम छ, धेरै गरम, पोल्ने गरम छ होइन। सो होप गर्छु, दुआ गर्छु कि सबै राम्रै होस् हाम्रो ट्रिप। भोलि हामी सायद मन्दिरहरू जान्छौँ होइन। सो तपाईँहरूलाई अपडेट दिन्छु म के गर्छु के गर्दैन हामी। अहिले चाहिँ हाम्रो यहाँ ब्यागेज आउनु आँटेको छ। ब्यागेज ल्याइकन हामी होटल जाने हो। अन्त अलिकति
गाइडहरू पनि हेर्ने हो के हुन्छ भनेर ल। यहाँ मेरो वाइफ। अन्त नानी कस्तो लाग्यो ओडिसा? गर्मी छ सो अब हेरौँ के हुन्छ र। दिस आर द डेस्टिनेशन मेरा प्लानिंग में है जो मैं सोच रहा हूँ। ये है ओडिशा। सैंड आर्ट बाय पद्मश्री। एन्ड अब चाहिँ हामी होटल खोज्दै यहाँ हाम्रोसँग ओलाको एकजना गाइड हामीसँग हुनुहुन्छ एन्ड मेरो वाइफ। अब हामी जाँदैछु यहाँबाट तपाईँको मास्टर क्यान्टिन भन्ने एउटा जग्गा रहेछ, त्यहाँ चाहिँ तपाईँको होटल्सहरू पाउँदो रहेछ होइन। हामी त्यहाँ जान्छौँ। अन्त आजको नाइट हामी त्यहीँ स्पेन्ड गर्छ होला एन्ड भोलि बिहान चाहिँ हामी जान्छौँ पुरी हामी ट्याङडुङ घुमेर फेरि माइट भी वापस आउन सक्छौँ कि आउन सक्दैन हेरौँ के हुन्छ। लिखा है ना? हाँ उधर ही पहुँचे अभी सिग्नल में हो।